यो एउटा नुडल्सबाट मैले बनाएँ एकदमै हेल्दी अनि एकदमै मिठो र एकदमै छिटो हुने खाजा 3 जनाको लागि। साँझ घरमा चाहिँ 2 जना पाहुनाहरू आउनुभएको थियो कि है। साँझमा आउनुभएको पाहुनाहरूलाई चाहिँ भगवान जस्तै मानिन्छ नि त। अनि मलाई चाहिँ कस्तो खाली पेट चाहिँ पठाउनै मन लागेन के है। अनि खाना खाएर जानु न त भनेको फेरि उहाँहरूले चाहिँ मान्नु भएन। छिटो सजिलो हुने नुडल्स नै हो। नुडल्स बनाउनु पर्यो भनेको त जम्मा एउटा मात्र रहेछ। अनि आजभोलि चाहिँ मेरो बाबु पनि लेट आउँछ है, नत्र त बाबुलाई लिन पठाइहाल्थे। ऊ जान्थ्यो कि ऊ नभएर मेरो चाहिँ हातै भाँच्चे जस्तै भएको छ के। अनि श्रीमानज्यू पनि घरमा हुनुहुन्थेन है। अब मलाई त उहाँहरूलाई घरमा राखेर बाहिर नुडल्स लिन जानु पनि कस्तो अप्ठ्यारो लाग्यो कि, कहिलेका त कस्तो अप्ठ्यारो पर्ने के साथीहरू है। अनि त्यही एउटा नुडल्समा चाहिँ मैले घरमा भएको भेजिटेबल्सहरू राखेर है, यस्तो मिठो यस्तो हेल्दी है 2 मिनटमै खाजा रेडी भयो है। ल हेर्नु त यति धेरै भएको थियो। 3 जना भनेको चाहिँ मसँग 3 जना हो कि है। 3 जनाको भागमा नि यति परेको थियो कि साथीहरू है। उहाँहरूलाई चाहिँ दिएँ अनि त्यसपछि मेरो भागको चाहिँ बल्ल मैले भिडियो लेखेको हो। थ्याङ्क यू फर वाचिङ।